यो उपरदन गढी यो चाहिँ उपरदन गढी है भर्खर आयो चितवनको पर्यटक नेसनल घेरेको छ यो हेर्नुहोस् यो वरिपरि एकदम पुरानो राजदरबार क्या यो हेर्नुहोस् जमा गर्ने है जमानाको पानी जमा गर्ने ठाउँ हेर्नुहोस् तल हेर्नुहोस् तल हेर्नुहोस् ल हेर्नुहोस् ल हेर्नुहोस् हाम्रो सैनिकहरूले पुर्खाहरूले खाने पानी हानि राख्थ्यो हेर्नुहोस् जमानाको हेर्नुहोस् यसरी अनि घेरेको छ पसलहरू यस्तो घेरेको छ है ल हेर्नुहोस् यो तोपहरू हिँडाउने ठाउँ हो यो गाडा तोपको यसरी बोल्दिनँ तोपको गाह्रो हिँडाउने पर्यटकहरू वाल एकदम मजबुत वाल त्यो पहिलाको चाहिँ तोप हान्ने ऊ थियो त मिसिन त्यो भित्र यो चाहिँ यहाँ सुतेर यहाँबाट उता वार गर्नको लागि बनाएको ल हेर्नुहोस् ल हेर्नुहोस् यता खाटा छ दुश्मनहरू आउनको दिनको लागि पुरै घेरिरहेको छ एक एक राउन्ड गरिरहेको छ ल रमाइलो ठाउँ चाहिँ एकदम होइन सबैजना आउनु सक्नुहुन्छ यहाँ ल हेर्नुहोस् यसको वरिपरि हेर्नुहोस् तलै हेरेँ यता हाम्रो ल हेर्नुहोस् यहाँ हाम्रो भाइहरू ल हेर्नुहोस् एकदम रमाइलो छ ठाउँ